दामी दामी खाजा खान आँटेको थियो अरे बिचारा तारा बेसी भएर चाहिँ तारा चाहिँ झार्दै जुन चाहिँ एउटा मात्रै छ नि त जुन चाहिँ राखेको छ पछि चाहिँ महाभारतको यो चक्र अभिमन्यु फसेको नि त त्यो बाटो कस्तो यहाँ छ म साथीहरु हामी जामुने गएको हैन त यो बुढो सोलिङको बाटो थियो हैन शुक्रबारको दिन हाट लागेको सुन्नै भाउजू हैन अन्त बुढी चाहिँ निकै लिपस्टिक लाएर चाहिँ पेन्ट लगाएर टुइ हिँडेको रहेछ हैन त्यो खान्टाङ गुन्डुङ बाटोमा बुढा चाहिँ रहेछ के भने खुट्टा पनि यस्तो बाङ्गो परेको हो अन्त त्यहीमाथि टकबुट लागेको रहेछ सोलिङको बाटोमा हैन मान्छेको छेउमा यस्तो गाली गरे कि त्यो बुढा चाहिँलाई औ तिमी हिँड्नु पनि जान्दैन क्या हो राम्रै बाटोमा राम्रोसँग हिँड न खुट्टा पनि भाँचेको जस्तो बाङ्गो टेढो गर्दै हिँड्छौ त भने हैन यसो हेरे मैले त सुने नि त अन्त सुनेर यसो हेरे अन्त त्यहाँदेखिको के भयो सुन्नु न मैले राम्रो हेरेँ मैले त सुनिहालेँ फर्स्ट टाइम मैले सुने होइन ए बाबा त्यसको बुढा छ खुट्टा यस्तो खालके होइन हिँड्नु पनि त्यसरी हिँड्छ त्यही माथि सोलिङको बाटोमा टकबुट लाएर हिँड्दाखेरि अलिअलि केटाकुटुक हुँदैन यत्रो हिल हुन्छ नि त अन्त त्यो बुढीको त्यसको चाहिँ आँखा फुटेको थियो पहिला बिहा गर्दाखेरि त्यसको खुट्टा होइन पहिला अब आफ्नो बुढा हो नि खुट्टा बाङ्गो भयो भने जे गरे पहिला बिहा गरे हो होइन उसले अन्त मान्छेको छेउमा त्यसरी गाली गर्दाखेरि त्यसलाई पनि त मनमा लाग्छ किनभने मिथुन चक्रवर्ती लगाएर होइन यस्तो दा अहिले पनि हल्का गरिदिनु यस्तो माथि यस्तो बोल्दै नबोल्नु हैन मैले तिमीलाई कहिले त्यस्तो गरे त्यस्तो त अब कति छ नि अब रेकर्ड राख्नु सक्दिन कहिले चाहिँ त्यस्तो गरे जगटा भुत्लाएर चाहिँ नि अहिले यहीँनिर खेल्नु नपर्छ ज्यादा ल जगटा त अब त्यसै नै उक्लिसकेको छ मामा अब जगटा यहाँ हेर त कसले मैले उखाले अहिलेसम्म सुन्नु अरू बेला रिल्समा हाले पनि युट्युबमा हाले पनि हाले म पहिल्यै लाइक गरेर यत्रो रोबोटको नक्सा भएको यसो गरेर हालिदिन्छु होइन हो अब बुढीको हो होइन अस्ति त फोन खोले म चाहिँ सुर्ता लागिरहेको छ 3 दिन टुङ्गो लागेको छैन अब होइन निकिता आउँदा चाहिँ मैले चाल पाइहालेँ 100% उताबाट सिआइडी आएको योहरू भनेर होइन सिआइडी आएको भनेर हो आयो सिआइडी नै आएको नि आएर घरमा केटाकेटी कस्तो छ गएर हेरिराख त भन्यौ तिमीले मलाई थाहा छ होइन त्यही सिआइडी नै आयो सबै आयो हल्कासँगले आयो एकदम त्यो खुट्टा पनि नबजाइकन क्या त दुईजना छ्याप छ्याप आयो छ्याप त्यति बेला चाहिँ ए मान्छे चाहिँ त्यहाँ गएको रहेछ भनेर कुरा निकालेन के गरे आमाहरूसँग बात मारे के गरे यताउता फेरि त्यहाँबाट मसँग पनि बात मारे मलाई सम्झाए त्योहरूले होइन छैन नि के त भनेको त अन्त त्यो भन्दा बेटर चाहिँ म चाहिँ भन्छु कि त्यो सुले खेल चढेको उयो ठाडो क्या त त्यो के त बेलुका राति अशोकको छोरा त्यो चाहिँ को कुन चाहिँ गाउँ हो लाप्चे बस्ती तर ग्राउन्ड लाप्चे बस्ती अनि उहाँ पनि ब्लगरै हो है नमस्ते सबैजनालाई हाम्रो आन्टीको भ्लगमा स्वागत छ तपाईहरुलाई आन्टी त हैन भाउजू हो दादा भाउजू है एकदम स्वागत छ सबैजनालाई प्यारो भक्ते भाइ तिम्रो हेर्ने त हेरेर चाहिँ आइहाल्छ यस्तो ल थ्यांक यू सबै फलो गर्दै छु मैले सबैजनाले लाइक शेयर कमेन्ट है हामीलाई जस्तो माया दिनु भएको छ त्यस्तै दिनुहोस् होला ल फलो गरेर डङ भिडियो भाइरल यो के को लागि के को लागि ए म हल्का कुतुक्स खान आँटेको
तपाईँ ठिकै आउनुभयो हो। अन्त तिम्रो टिम पार्टनर छैन गाउँमै छ नि गाउँभित्र तिम्रो चाहिँ गाउँ चाहिँ कता पर्यो मैले भने यो चाहिँ हाम्रो बोर्डर हो यो चाहिँ भक्तिपुरको बोर्डर ल साथीहरू म मात्रै हँसाउँथेँ होइन मैले भन्दा डेन्जर हँसाउने मान्छे भेटेँ आज त म त खुसी भयो हो स्टिमसँग रहेछ होइन स्टिमसँग रहेछ होइन हाम्रो यता भ्लगर हुनुहुन्छ साह्रो खुसी लाग्यो आज भेटेर तर यो गतिमा भेटाइयो नि हौ गाँठे अन्त हो मलाई चाहिँ थाहा थिएन होइन भक्ते भाइको गाउँ यहाँ हो भनेर होइन अब यो लिम्बू बस्तीबाट चाहिँ हामी चाहिँ यहाँ जामुनेको यो फाटक त देख्नुभयो तपाईँहरूले होइन म रित्तै खुट्टा पोलेको हामीले हो हाम्रो चाहिँ 2टा गाडी लिएर हिँडेको थियौँ यहाँ चाहिँ हामी चाहिँ तल के भन्छ जामुने गएको खासमा चाहिँ होइन जामुने जाँदा चाहिँ अहिले यहाँ बाटोमा चाहिँ गाडी रोकेर चाहिँ होइन यसो हेरेको यताउता भक्ते भाइ देखिहाल्यो होइन भक्ते भाइको गाउँ चाहिँ यहाँनिर रहेछ है साथीहरू मलाई त थाहा थिएन आउनुहोस् तपाईँहरू पनि उहाँलाई भेट्नु सक्दो रहेछ अहिले चाहिँ बिचरा खाजा खानु जानुभयो होइन अनि जामुनेदेखि अलिकति माथि यो उता जाने यो रोड कता जाने हो नाना खुल्ला जाने हो नाना यो रोड कहाँ जान्छ ए आधा खुट्टा पोल्यो यहीँ पर रहेछ गाउँसम्म रहेछ अहिले खोलामा पुगेर देखाउँछ लाप्चे बस्ती पनि जाने रहेछ मम्मीहरूको गाउँ पनि पुग्छ यता बाटो चाहिँ खराब छ दाजु होइन तपाईँहरू चाहिँ कहाँबाट आउनुभएको हजुर हामी त उता निकै टाढोबाट पायो पिकनिक हौ सुकियाबाट हजुर सुकियाबाट यसो यहाँ यो चाहिँ मेरो दोकान हो तपाईँहरू यसो किनेर यसो के पाइन्छ होला तपाईँको दोकानमा पाउनु चाहिँ तपाईँको यहाँ भएको जति सबै पाइन्छ यहाँ देखिहाल्नु भयो होला हुन्छ दाजु यसो गर्नु न 10 रुपियाँ गर्ने चिप्स दिनुहोस् न 10 रुपियाँ गर्ने चिप्स हजुर कुन चाहिँ होला होइन तपाईँको दोकानमा जुन चाहिँ फ्री पाउँछ त्यो चाहिँ दिनुहोस् न हामीलाई फ्री चाहिँ भाइ यहाँ पाइँदैन होइन यो खालको तालु पिल्सिने घाममा चाहिँ फ्री चाहिँ तपाईँ नखोज्नुहोस् हो होइन हामीलाई त जुन चाहिँ तपाईँको दोकानमा फ्री चाहिन्छ त्यो नै चाहिन्छ अच्छा बहिनी यो दिएँ ल मैले हुन्छ 10 गर्ने दिनु 10 गर्ने हजुर। अरू हुन्छ यति नै मलाई त कति रुपियाँ जे पाउँछ त्यही दिनुहोस् न 10 गर्ने दिनुहोस् भने म 10 रुपियाँ सल्लाह लाँदिन दाजु 10 गर्ने हो यो 10 10 भनेको त 10 हो त अन्त ए हो र ए लु यो खालको जातिहरू आयो भने त मेरो त हुँदैन बहिनी हामीलाई त जुन चाहिँ फ्री पाउँछ त्यही खाने हो खान्छ स्टिङ खाँदैन नानीहरूलाई हजुर ज्याकपट छ भुजा ज्याकपट भुजा एकदिन यहाँको घर मालकिन कता जानुभयो ज्याकपट सोधेको त मालकिन पो सोधेको ज्याकपट भुजा कता राख्नुभयो अब तिमी कहिलेदेखि मलाई छोडेर यता बस्यौ ज्याकपट वाइ हुन्छ जामुने ब्रिज यो ब्रिज त मैले तपाईँहरूलाई पहिला पनि देखाएकै हो होइन अच्छा यस्तो छ शिवजी महाराज यता हाम्रो शिव भाइलाई पनि देखाउँछु ल एउटा शिव त घरमै छ भित्रबाटै भयो